नमस्ते एभ्रिवन। हामीले यसपालिको छुट्टीको पारिवारिक जमघट चाहिँ चितवनमा गर्न निर्णय गर्यौं र हामी लाग्यौं पोखराबाट। बिहानको करिब 9:30 बजेतिर हामी खाजासाजा खाएर निस्क्यौं। पोखरामा चाहिँ मौसम खुलेको थियो, सेतै हिमाल देखिरहेको थियो। अनि हामी पुग्यौं, बाबुहरू भएको थियौं, बाबुहरूलाई लियौं। उ बच्चाहरू खुसी हुँदैछन् फेरि घुम्न जाने भनेर। अनि बाबुहरूलाई त्यहाँबाट पिक गरेर हामी लाग्यौं अगाडि। अहिले त चितवन जाने बाटो पनि कस्तो सबैतिर मेन्टेनेन्स भइसकेर कति राम्रो भएको के, सलल्ल गाडी चढेको नचढेको केही थाहा नै नहुने के, कस्तो आनन्द भएको बाटो पनि। अनि मौसम पनि बिहानको बेला न धेरै गर्मी न धेरै जाडो, कस्तो रमाइलो थियो। यसरी रमाइलो गर्दै गर्दै हामी लाग्यौं अगाडि। अनि हामी पुग्यौं मुगलिनको पुल पुगिसकेपछि हामी मुगलिनको बजारमा एकछिन झर्यौं र अलिअलि सुन्तला लिएर अनि त्यहाँबाट हामी अगाडि लाग्यौं र नेक्स्ट पार्ट अर्को पार्टमा